नमस्कार, म जितेन्द्र रोइला। तपाईहरु चाहिँ यदि उदयपुर आउनु हुँदैछ भनेदेखि उदयपुरमा चाहिँ तपाईहरुले पाउने एडभेन्चर स्पोर्ट्सहरु भनेको चाहिँ यदि प्याराग्लाइडिङ सिक्न चाहनुहुन्छ भने अक्टोबर 5 देखि अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरीसम्म चाहिँ प्याराग्लाइडिङको कक्षाहरु सञ्चालन हुँदैछ र यसको लागि तपाईहरुले फ्लाइङ वन्डर प्याराग्लाइडिङ स्कुलमा सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्तै गरेर रिभर र्याफ्टिङ गर्न चाहनुहुन्छ भने चाहिँ होटल तथा पर्यटन व्यवसायी संघलाई सम्पर्क गर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईले सर्ट टर्मको र्याफ्टिङ एक्सपिरियन्स जस्तो धापलाङदेखि कम्फुघाटसम्मको गर्न सक्नुहुन्छ भने वान नाइट स्टे र्याफ्टिङ चाहिँ धापलाङदेखिको चतारा कोशीसम्म गर्न सक्नुहुन्छ र त्यसको चाहिँ टु वे ट्रान्सपोर्टेसन सबै अकोमोडेसन चाहिँ होटल तथा पर्यटन व्यवसायी संघले नै म्यानेज गरेको छ। त्यस्तै गरेर तपाईँ क्यानोइङ गर्न चाहनुहुन्छ भने चाहिँ होटल तथा पर्यटन व्यवसायी संघसँग सम्पर्क गर्न सक्नुहुन्छ। तपाईहरुलाई फर्स्ट टाइम लाइमस्टोनको वाटरफलमा जुन चाहिँ हाम्रो त्रियुगा नगरपालिका 14 मा रहेको छ र त्यहाँनेरि चाहिँ उहाँहरूले चाहिँ सुरु गरिसक्नु भएको छ। र त्यस्तै गरेर साइक्लिङ टुरहरु गर्न चाहनुहुन्छ भने चाहिँ उदयपुर जिल्ला साइकल संघ र हाम्रो राइडर भाइ निमा शेर्पालाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईहरुले कुन टाइपको राइड गर्ने, रोड राइड गर्ने हो कि ट्रेल राइड गर्ने हो कि तपाईहरुले चाहिँ क्रस कन्ट्री राइड गर्ने हो, त्यो उहाँले गराइदिन सक्नुहुन्छ। र त्यस्तै गरेर तपाईहरुले सोलो उड्नलाई सोलो फ्लाइङको लागि यदि उदयपुर आउन खोज्दै हुनुहुन्छ भने पनि त्यसको लागि तपाईहरुले फ्लाइङ वन्डर स्कुललाई नै सम्पर्क गर्नुपर्ने हुन्छ र फ्लाइङ वन्डर स्कुलको चाहिँ एयर स्पेसमा उहाँहरूले चाहिँ तपाईहरुको इक्विभ्यालेन्ट चेक गरेर चाहिँ फ्लाइङको लागि चाहिँ तपाईहरुलाई अनुमति दिनुहुन्छ। त्यस्तै गरेर तपाईहरुले मोटरबोर्डमा घुम्ने इच्छा राख्नु भएको छ भनेदेखि तपाईले चाहिँ कोशी एडभेन्चरलाई सम्झिन सक्नुहुन्छ। उहाँहरूले चाहिँ तपाईहरुको चतारादेखि लिएर सिमलेसम्म चाहिँ मोटरबोर्डमा चाहिँ यात्रा गराउनु हुनेछ। त्यस्तै गरेर तपाईले जंगल सफारी गर्न चाहनुहुन्छ भने चाहिँ बेलका बीच होटललाई सम्पर्क गर्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ उदयपुर साइडमा चाहिँ कोशीटप्पु वन्यजन्तु आरक्षकमा तपाईहरुलाई चाहिँ जंगल सफारीको सुविधा चाहिँ प्रदान गरिरहनु भएको छ। यदि तपाई क्याम्पिङ अथवा ट्रेकिङको लागि सोच्दै हुनुहुन्छ, उदयपुर जिल्लाको चाहिँ विभिन्न भागहरू जस्तै रौता, ताप्ली पोखरी, लिमचुङबुङ, त्यस्तै गरेर टङ्केला गुफा लगायतको ठाउँमा सोच्दै हुनुहुन्छ भने हाम्रो 360 लाई सम्पर्क गर्नुहुन्छ। उहाँहरूले चाहिँ तपाईहरुलाई टेन्ट, क्याम्पहरू सबै उपलब्ध गराइदिनु हुनेछ र त्यस्तै गरेर गाइडहरू चाहिएको खण्डमा पनि गाइडहरू उपलब्ध गराइदिनु हुनेछ। त्यस्तै गरेर तपाईहरु कला संस्कृति हेर्न चाहनुहुन्छ भने जस्तै हाम्रो बैडवा थारू होमस्टे, त्यस्तै गरेर जोगिदा थारू होमस्टे जान सक्नुहुन्छ। त्यस्तै गरेर दनुवारको कला संस्कृति हेर्न चाहनुहुन्छ भने पनि तपाईहरु दनुवारको दनरी गाउँ नजिकै छ, त्यहाँनेरि गएर चाहिँ हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर तपाईहरुलाई उदयपुर सिमेन्ट फ्याक्ट्रीको चाहिँ र मेटेरियल्स निकालेको जस्तो सिधाली घुम्न मन छ भने पनि तपाईहरुले होटल तथा पर्यटन व्यवसायी संघलाई सम्पर्क गर्न सक्नुहुन्छ। उहाँहरूले लगेर चाहिँ सिमेन्टको चाहिँ र मेटेरियल कसरी चाहिँ निकाल्छ भनेर चाहिँ सिधाली डाँडा घुमाउन सक्नुहुन्छ। हामीसँग घुम्ने ठाउँहरू पर्याप्त छन्, हामीसँग गर्ने क्रियाकलापहरू पर्याप्त छन्। कृपया तपाईहरुले एकपल्ट आएर उदयपुरमा घुम्दिन पर्यो, हेर्दिन पर्यो। यदि केही तपाईहरु गर्न चाहनुहुन्छ भने गर्दिन पर्यो र त्यसको लागि चाहिँ तपाईहरुलाई जहिले पनि उदयपुरबाट जुनसुकै तह तबकाका मान्छेहरूले पनि सधैँ वेलकम गर्नेछन्। धन्यवाद।